साथीहरू उहाँ आउनु भएको छ, मेरो साथी नै हो, चिनेको, धेरै पहिलेदेखि टेकटक हेर्नु भएको छ अनि आज फाइनली ल्यान्ड क्रुजरमा ट्रेनिङ दिँदैछु। देख्नु भएको छ है। के छ सर हालखबर? एकदम ठिक छ सर। एकदम ठिक छ। हजुर। आज ल्यान्ड क्रुजरमा कस्तो छ? अब ठिकै होला नि बाटोमा गएपछि। बाटोमा गएपछि आज फर्स्टचोटि चलाउँदै ल्यान्ड क्रुजर। आज पहिलोचोटि उहाँले चलाउनु जाँदै हुनुहुन्छ। आज म ट्रेनिङ दिँदैछु उहाँको ल्यान्ड क्रुजरमा। तपाईँ पनि नेपालको हाराहारी केही न केही त 3 करोडको त होला है? खुसी लाग्छ है? 7 करोड पर्छ। ल तपाईँ ब्रेक प्रेस गर्नु त। ब्रेक के छ? ल गियर लगाउनुहोस् रिभर्सको। हस् हेर्नुहोस्, यहाँ पछाडि कोही छ, यसमा पनि देखाउँछ, लेफ्ट पनि हेर्नु, राइट पनि, केही पनि नघुमाउनु है। ल स्टियरिङ सिधा सिधा हिँड्नु, केही नघुमाउनु, सिधा सिधा हिँड्नु, खाली छ। जानु दिनु, अझै जाओस्, फुल राइट घुमाइदिनु, सिधा हिँड्नु। कस्तो स्मुथ छ है? कपास झाल कपास झाल। कहाँ हो तपाईँको घर? मेरो नवलपरासी बरघाट। बरघाट नवलपरासी। मजा छ है? हो घुमाउनुहोस् फुल, सिधा गर्नु, सिधा गर्नुहोस्, भेरी गुड। धेरै स्पिड पनि नगर्नु, ठिक ठिकै 15-20 भन्दा बढी जानु हुँदैन। मान्छे पनि आउने जाने गर्छन्। अब लेफ्ट मिरर हेर्नु, इन्डिकेटर लगाउनु। स्लोमा ब्रेकमा हल्का खुट्टा राखेर लेफ्ट हेर्नु, राइट हेर्नु, जानुहोस्। एकदम राम्रो, सिधै हिँड्नु। कस्तो लाग्यो छ ड्राइभिङ गरेर? एकदम खुसी हो? स्मुथ छ है? गियर चेन्ज गरेर बान लाग्यो, आनन्द छ। दिमाग आनन्द छ है? यो गियर हो यसको। स्लो गर्नु, इन्डिकेटर राइट लगाउनु न, बिच बिचबाट हिँड्नु स्लो गरेर। ल त्यो हेर्नुहोस्, अगाडिको गाडी सही छ। अब लेफ्टमा हेर्नु, इन्डिकेटर लगाउनुहोस्, धेरै नतान्नु है। ल खाली छ? ल जाऊ, स्पिड दिनु। यसकै पछि हिँड्नु।